हाय गाइस, हामी चाहिँ अहिले मल ल्याउन आइरहेको छु। यहाँ आगी चाहिँ अत्तालिँदै आएर पनि मल पोको पारिसकेछ। यहाँनिर ऊ पत्ताहरू हाम्रो बडा चाहिँ बाँस ल्याउन आउँदैछ। झाडुहरू पनि ल्याएर आएछ हौ। आमामा बोरा पनि पुरै स्याट्याङ ल्याएर आएछ त हौ उङ्लासो मुनाग्ली त। यो मन्दिरको सानक सिनिक पार्दिन, मन्दिर पनि सफा हुन्छ। हाम्रो यहाँनिर चाहिँ शिव मन्दिर छ जङ्गलको त्यहाँनिर चाहिँ पुरानो मन्दिर हो। यहाँनिर सबै मन्दिर हो। यहाँतिर हामी चाहिँ अस्तिको जस्तै अब लिफ मल ल्याउन आएको। घरमा एक बोरा अझै छ, अब अझै ल्याउन आएको। 2 बोरा लिएर आएको छु मैले चाहिँ। आँगी आँसुहरूले चाहिँ पत्ता मात्रै लान्छ, म चाहिँ मल पत्ता मल सबै लान्छु केको। हाम्रो यहाँ जङ्गलमा चाहिँ छोर्तेन पनि छ मजाको। पहिला बनाएको ढुङ्गाको हो। यहाँ तल पनि छ। माथि चाहिँ हाम्रो खानामा बस्नुहुन्छ, त्यहाँ चाहिँ छामघर छ। हाम्रो जङ्गलमा चाहिँ यहाँनिर यो रेडिमेड भएको यस्तो लिफ मलहरू हो। सबै कुहिएको मलहरू यस्तो मजाको हुन्छ। म चाहिँ यस्तो लान्छु हो। अरूले चाहिँ पत्ताहरू लान्छ। यहाँनिर यो छोर्तेन पनि सफा गरेँ अघि मैले। छोर्तेन पनि सफा हुने, मल पनि लानु पाउने। र जङ्गलमा चाहिँ मिर्गको बच्चा रहेछ। ऊ मिर्गको बच्चा हो कि मिर्ग हो, कुद्दैछ। कुद्यो तल ऊ। फाइनली मल भरिसकेँ अब हामीले। मेरो त्यो एउटा बोरा छ, यहाँ एउटा बोरा छ। मैले चाहिँ एकदम कुहिएको सबै मल माटो भएको लगेको, आफूहरूले चाहिँ पत्ता मात्रै लगेको। मेरो चाहिँ 2 बोरा भयो। यस्तो चाहिँ यस्तो मल माटो भएको चाहिँ गरौँ हुन्छ हो। गरम भएर कस्तो भयो आम्मा। 11 बजेछ। अब चाहिँ घर जानुपर्छ। पुगेर बसिरहेको छु हामी। सबै कोही मिलाउँदैछ। आँगी मङ्गासु म। मेरो बारी चाहिँ 2टा हो।